गुड मर्निङ फ्रम रामेछापको च्यादालु। यो चाहिँ हाम्रो माया पढेको स्कुल अरे भनेर मलाई देखाउँदै हुनुहुन्थ्यो, चिनाउँदै हुनुहुन्थ्यो। के अरे फेरि भन्दै थियो एकचोटि? क्लासमा पढाउँथ्यो हामीलाई। कुन क्लासमा? त्यो क्लासमा पढाउँथ्यो हामी 10 क्लासमा हुँदा त्यो क्लासमा पढाउँथ्यो। यो हामीले बनाएको चिज पनि सबै प्रत्येक एसएलसी ब्याचलाई बनाउन लाउँथ्यो हैन। प्रत्येक एसएलसी ब्याचलाई बनाउन लाउँथ्यो। सायद हाम्रो एसएलसी ब्याचले यो ढोकाको यो डल्लो बनाएको जस्तो लाग्छ। यो गेटको यो हो कि धारा हो के भर्याङ बनाएको लागेको मलाई यताउति। राम्रो रहेछ रामेछापको सुन्दर च्यादालु। उमाकुण्डा गाउँपालिका अरे अहिले। ओ उमाकुण्डा गाउँपालिका यहाँहरूलाई हार्दिक स्वागत गर्दछ अरे। म पनि त सुन्दर च्यादालु कपडा पसलमा पनि दिन्छ। कस्तो रातो नम्बर ए रातो सेतै हुन्छ नि त नम्बरको है। कस्तो राम्रो भ्यू। अहिले भनेको च्यादालुमा यत्रो ठुल्ठुलो घरहरू पनि बनेछ भन्दै थिए। यो कस्तो आएको आम्मामामा, कस्तो कुहिरो आइदिएको हामी आएको बेला त। कस्तो राम्रो गाउँ रहेछ। यतैतिर बसौँ भयो हो के।